यति बेला ल अहिले चाहिँ श्यामराना र जुनार सुरेशको स्वागत हुँदैछ। कलाकारहरूलाई सम्मान व्यक्त गर्न लागिरहेका छौँ। यो सम्मान हामी सदैव बन्द मुटु मस्तिष्कमा राख्दछौँ। हामी बीचमा पनि एकल नृत्य प्रतियोगिता प्रस्तुत गर्ने समर्पण गरिरहेका छौँ। त्यसैले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नुभएको छैन भने आफ्नो नाम दर्ता गरिदिनुको लागि पनि म ती नव प्रतिभाहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। फुल लगाइदेऊ त उहाँ कलाकार माला लगाइदिऊ। आज हामी तेर्सो कुलपूजा माला 2082 को चौथो दिन तथा समापन कार्यक्रममा छौँ। हामी यो समापन कार्यक्रमलाई उत्साहजनक भव्य रूपमा सफल पार्ने एउटा हेतुका साथ समर्पण गरिरहेका छौँ। लाग्छ यहाँहरूले यो तेर्सो कुलपूजा मेला 2082लाई आत्मा हृदयदेखि अत्यन्तै माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ। यहाँहरूप्रति हार्दिक कृतज्ञता गर्न चाहन्छु। धेरै नगरिकन यो भूमिकालाई धेरै नभनिकन आज हामी सबै पाहुनासँग हुनुहुन्छ। हाम्रा जैवनी नगरपालिकाको विभिन्न क्षेत्रबाट पाल्नुभएका 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 तमाम क्षेत्रबाट पाल्नुभएका विशिष्ट अध्याय तमाम पाहुनाहरू हामी आज भरपूर मनोरञ्जन दिने प्रयत्न गरिरहेका छौँ। यहाँहरूको आशा सहयोगको पनि हामी अझै अपेक्षा गर्न चाहन्छौँ। यहाँहरूलाई हामी यति बेला भने हाम्रो यो संस्था सुन्छौ भने भन्छु एउटा रातको कहानी, सुन्छौ भने भन्छु एउटा रातको कहानी, सुन्दै आँखा रसाउने घाटको कहानी, सुन्दै आँखा रसाउने घाटको कहानी। टाढै बसी सुन फिरे, टाढै बसी सुन फिरे छुडा भाग्य सर्छ भने, टाढै बसी सुन फिरे छुडा भाग्य सर्छ भने, परिचय नखुलेको जातको कहानी, सुन्छौ भने भन्छु एउटा रातको कहानी, सुन्दै आँखा रसाउने घाटको कहानी। आज हामी माया प्रेमका गीतहरू गाउनेछौँ। आज हामी एउटा प्रेमिकाले एउटा प्रेमीलाई दुःखका गीतहरू गाउनेछौँ। त्यति मात्र नभइकन आज हामी त्यो पुरानो भाकामा त्यही हाम्रो बाजे बाउको पालामा एउटा गोठको भन्दारमा बसेर गाउने दोहोरी गीतहरू गाउनेछौँ। त्यो गीतमा हामीहरू छमछमी नाच्नेछौँ। त्यति मात्र नभइकन मैले अघि नै उद्घोष गरिसकेको छु, अस्ति भर्खरै जेन्सीको आन्दोलनमा बिडिङमा यो नेपालमा भएको परिवर्तनका गीतहरू गाउने, त्यही हाम्रो जिमिरे घाटको त्यही कालीगण्डीको छेउमा बसेर एउटा बालुवा चाल्दै गर्दाका ती ज्याकीको गीतहरू गाउने, एउटा छोरा कश्मीरमा ढल्दै गर्दा घरको ती श्रीमतीको पीडाको गीतहरू गाउने हामीसँग जनवादी कलाकार देशमा पनि हुनुहुन्छ।
एकचोटि सबैजनाले निष्पापुनको लागि पनि सबैजना ताली बजाइदिनु होला प्लिज सबैजनाले हाम्रै छोरीहरू छ भागिनी छोरी यति बेला भने म कार्यक्रममा जोड्न चाहन्छु आज हामी 14 दिन छौँ यो समापन कार्यक्रमको अध्ययन राख्न पर्छ ल त्यता कुनातिर पनि हाम्रो मामाहरू पनि हुनुहुन्छ उहाँ पनि उठ्नु होला बारीको पाटाबाट हाम्रो फुपू दिदीहरू पनि झुरुक्क उठेर त्यही फुर्क पार्न नाच्नु होला ल यतातिर फेरि बोकेर नाम भएको हाम्रो काई दिदी यहाँ पत्नी सम्मान ल आइहाल ल ठिक छ कोही बात नै जाडो भएदेखि Oh,